हेलो नमस्ते, स्वागत छ मेरो युट्युब मिनी ब्लगमा। म चाहिँ आज बिहानै प्याजको बिउ प्याक गर्दैछु। अहिले चाहिँ यो मङ्सिर पुस भनेको प्याजको ब्याड राख्ने तरिका हो र प्याजको ब्याड राख्ने सिजन भएको कारणले गर्दाखेरि कतिपय मानिसहरूले प्याजको ब्याड राखिसक्नु भयो होला, कतिले राख्न लाउनु भएको छ होला। त्यसै कारणले गर्दाखेरि ठुलो प्याकेटको बिउलाई महँगो पर्छ, 5,000-6,000सम्म पनि भएको कारणले गर्दाखेरि हामीले चाहिँ 100 रुपियाँको प्याक बनाएर बेच्न लागिरहेको छौँ। यदि तपाईँहरूलाई पनि प्याजको बिउ चाहिन्छ भने हाम्रो पालुन्डा नर्सरी सम्पर्क गर्नुहोला साथीहरू। हामीसँग यस्तो प्याजको बिउहरू प्रशस्त मात्रामा रहेको छ। तपाईँहरूलाई चाहिन्छ भने पनि हामीसँग होम डेलिभरी पनि सुविधा रहेको छ। अहिले चाहिँ अब हामीसँग बिउ मात्रै नभएर बेर्ना पनि हुन्छ। बिउ र बेर्ना दुवै पाइने भएको कारणले गर्दाखेरि बेर्ना चाहिन्छ भने पनि सम्पर्क गर्नुहोला। साथै हामीसँग यस्तो बबाल फुलहरू, फलफुलहरू, तरकारीहरूको बिउ बेर्नाहरू पाइन्छ। छिट्टो सम्पर्क गर्नुहोला। सम्पर्क गर्नको लागि मात्र धेरै समय रहेको छैन, 2-4 दिनभन्दा धेरै समय रहेको छैन। चाहिन्छ भने यसरी 100 रुपियाँको प्याकेजको बिउ चाहिन्छ भने सम्पर्क गर्नुहोस्।